हाई फ्रेन्ड्स, वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ बिहान म चाहिँ छेउको बाटो कलेज जाँदैछु। आज भर्खर ड्युटी हाल्नु लाग्यो किनकि यो रोड पिच भइसकेको छैन नि त। पिच गर्नको लागि भर्खर ड्युटीहरू हालिरह। सबैलाई आमाको मुख हेर्ने दिन सबैले माता औँसीको सबैलाई शुभकामना छ। खासमा चाहिँ आज दिदीले कलेज होइन भन्दै हुनुहुन्थ्यो। अब हाम्रो चाहिँ कलेजको केही पनि नोटिफिकेसन आएन, छुट्टी भयो भनेर। त्यही भएर म चाहिँ कलेजतिर लाग्दै गएँ। बिहान साथीहरू पनि कोही अनुमा छैन। निधि फोन गरेर सोधेको, एउटीले फोनै उठाएन। अनि अर्कोलाई चाहिँ मेसेज गरेको, मेसेज नै होइन। कलेज चल्दै कि यदि बिदा छ भने फर्केर आइदिउँला, के छ होइन। अनि आज चाहिँ यस्तो उम्सो भइरह, घाम नलागे पनि लास्टै गर्मी भइरह हो। पुरा आकाश ढाके तापनि साथीहरू यस्तो गर्मी भइरह। लगाएको लुगा पनि यतिले पनि लास्ट गर्मी भइरह, पुरा खोलेर फाल जस्तो भएर। आज राति पनि लास्ट गर्मी भएको थियो। मैले त कम्मल फालेको थियो, पुरा पसिना आएर। अब चाहिँ लास्ट गर्मी चढ्न लागिसक्यो हौ। अब त यो पनि खोलेर सर्ट मात्र जान्दिन पनि आउन लागिसक्यो। चाहिँ ठ्याक्क 3 मिनट चाहिँ लेट भइसक्यो साथीहरू कलेज पुग्नलाई। अब चाहिँ दाजु नेपालीमा पिरियड हो, नेपालीमा त केही पनि गर्नुहुन्न। म्याथ सरको पिरियडमा चाहिँ 1 मिनट पनि लेट जानु पाएन, बाहिरै बसाइदिनुहुन्छ। म्याथै पढ्न मिल्दैन। त्यही भएर म्याथ सरको पिरियडमा चाहिँ 2 मिनट अगाडि नै पुग्छु म। अब नेपालीले चाहिँ केही पनि गर्नुहुन्न। त्यही भएर नेपाली आमालाई चाहिँ हामी हेप दिन्छौँ। यस्तो चाहिँ गर्नुहुन्न। म्याम भनेको सबै सर म्याम भनेको सम्मान हुनु चाहिँ होइन। कलेज पनि पुगेँ। आजको चाहिँ कलेज पनि भ्याइयो। अब इक्जाम आउनु पनि 10-15 दिन मात्रै बाँकी छ। के गर्ने, केही पढेन, केही दिने इक्जाम पनि। भर्खर काठमाडौँ आए जस्तो लाग्छ साथीहरू। अब 1 वर्ष पनि कति छिटो बित्न लाग्यो थाहा पनि भएन। अब 1 वर्ष बित्न पनि 10-12 दिन मात्रै बाँकी छ। 11 क्लासमा भर्ना भएको हिजो भर्खर जस्तो लाग्छ काठमाडौँ अहिले कलेज कुद्न आएको। आज 1 वर्ष पनि बितिहाल्यो। समय जान, टाइम जान, वर्ष जान कुनै त्यो नै नलाग्दो रहेछ क्या। कति छिटो जाँदो रहेछ, कति छिटो दिनहरू गयो, कति छिटो हप्ताहरू गयो, कति छिटो महिना गयो। अब 1 वर्ष पनि पुग्छ। 11 इक्जाम दिएर 12मा पनि गइन्छ। मैले अघि नै भ्लग बनाउँदै थिएँ, त्यहाँ स्कुलबाट आउँदाखेरि रोडमै बनाउँदै थिएँ। त्यहाँ चाहिँ अब मसँग मेरो साथीहरू थियो नि त। अनि त्यही भएर चाहिँ उनीहरू चाहिँ मेरो भ्लगमा आउनै मान्दैनन् कि। उनीहरू अब मेरो त्यति राम्रो क्वालिटी क्यामेरा पनि छैन नि त, अनि राम्रो पनि छैन। अनि उनीहरू कस्तो नराम्रो त आउँछ आउन भनेर भागेर अगाडि गइहाल्यो। अनि मलाई पनि कस्तो अर्कै भयो क्या। अनि त्यही भएर चाहिँ मैले त्यो बनाएन, आधामै छाडेँ। त्यस्तै हो, कोही सपोर्ट गर्दैनन्। उताको बाटो चाहिँ बिग्रियो नि त। अनि त्यही भएर चाहिँ बस चाहिँ आधा बाटोसम्म मात्रै आउँछ। अनि उता बाटो चाहिँ बाटोमा आउँदैन, किनकि रोड पिच गरिरहेको थिएँ। त्यही भएर चाहिँ म हिँड्दा थाकिहालेँ। म चाहिँ अहिले यहाँ ग्राउन्ड छ क्या, यहाँ पछाडि चाहिँ यस्तो दामी ग्राउन्ड छ, त्यो ठुलो ग्राउन्ड छ। हिँडेर आएर चाहिँ एकछिन आनन्दले बसेको। काठमाडौँमा ग्राउन्ड पाएर बस्नु भनेको पनि सपना जस्तै लाग्छ। यहाँ त घरै घर एक ठाउँमा पनि खुट्टा टेक्ने पाइलो पनि हुँदैन। यहाँ चाहिँ ग्राउन्ड चाहिँ हाम्रो घर अब यहाँदेखि त्यहाँनिर छ, नजिकै ग्राउन्ड चाहिँ। एकछिन चाहिँ 5 मिनट मस्त बसेर हावासावा खाएर अनि चाहिँ रुममा जानु पऱ्यो। यी मैले चाहिँ यस्तरी अगाडि ब्याग बोकेर हिँड्दैछु नि त साथीहरू। अब हामी यस्तो के टिकापुरमा हुँदाखेरि चाहिँ मलाई यस्तो थाहा थिएन कि यस्तरी अगाडि ब्याग बोकेर पनि हिँड्न सकिन्छ भनेर। यस्तो माइन्डसेट नै थिएन। यदि कोही यस्तरी अगाडि ब्याग बोकेर हिँड्यो भने कस्तो हामी पाखे यस्तो टाइप भन्थ्यौँ। तर काठमाडौँ आएपछि मलाई थाहा भयो कि वाला यस्तरी अगाडि ब्याग बोकेर हिँड्दाखेरि यति सजिलो हुँदो रहेछ। किनकि यहाँ सबले लिटरली अगाडि नै ब्याग बोकेर हिँड्छ कि। यस्तरी नै मैले जस्तरी बोकिरहेको छु नि, यति सजिलो लाग्छ। यति धेरै बुकहरू हुन्छ, अनि पछाडि भार पनि पर्दैन नि त।
त्यो भिडियो चाहिँ के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला फेरि उठाउनु नयाँ भिडियो म चाहिँ अहिले जिमाइसकेँ थ्याङ्क्स फर वाचिङ होला बाई बाई